यस्तो बोर्ड लेखेर छ तारे भिर यो कता तारे भिरको बोर्ड त कहाँबाट देखिन्छ तारे भिर यो चाहिँ तारे भिरको बोर्ड है खोइ तारे भिर यो चाहिँ तलको गाउँ तारे भिरको गाउँ है तारे भिरबाट देखिएको काठमाडौँ ल हेर्नुहोस् यहाँबाट पछि बाटो गाडीमा आइन हुन्छ नि यहाँ बर्खाको बेला आउने ठाउँ होइन यो चाहिँ यो हिउँदरो तपाईँको गरिन्छ शिवपुरी जङ्गल कुन हो भनेर के अहिले बल्ल थाहा भयो ओलीको गाउँ पनि यतै होइन शिवपुरीबाट भएको भने यहाँनिर होइन अस्ति जयन्ती आन्दोलनमा के यहाँबाट होइन शिवपुरी भन्दा व्यापक हल्ला यहाँ लुकेर बसेछ नि भन्थ्यो प्रकाश के भयो चिया खाने खाउँला होइन सोल्टी यार क्या यार भएन नि यार यो त अब हेलो युवराज बेस के हात उठाउनु पर्छ नि यार कम्प्लिट यार कम्प्लिट त के भयो नि आज दोस्त आमा खतरा पर्छ ए तल झरिएछ हामी है कता बस्ने हो लोकेसन हेरौँ हजुर 4:40 भयो है हजुर ए हेलिकप्टर बस्ने ठाउँ रहेछ क्या मकवानपुर जिल्लामा छ हल्ला भएको थियो हल्ला गर्दाखेरि पछि चाहिँ के रहेछ भने शिवपुरी नलगेन मकवानपुर जिल्लाको चाहिँ आर्मी त्यहाँ पनि फर्कित डाइरेक्टहरू त्यहाँ लगेको रहेछ है त्यहाँ राखेको पूर्व राष्ट्रपति तपाईँको चाहिँ विद्या भण्डारीलाई चाहिँ शिवपुरीमा चाहिँ आर्मी डाइरेक्टमा राखेको रहेछ माथि होइन ऊ त्यहाँ माथि नागरिकतिर परेको हल्ला चाहिँ शिवपुरीमा भन्ने यस्तो कुरा थियो नि तपाईँलाई एकदम हल्ला भएको थियो व्यापक म त हेलिप्याड भने हेलिकप्टर रोक्ने ठाउँ हो होइन यहीँबाट होइस कि भन्यो ल तारेभिर सक्यो है अब यहाँ ब्यारेक छ होइन युवराज
त्यही होला बिहा अनि त्यो हामी उता पारिबाट अँ सबै छ नि त्यो माथिबाट तपाईँको त्यो माथिबाट डाँडामा देखिन्छ नि आर्मी ब्यारेक त्यही त हो नि ब्यारेक भनेको त एउटा त त्यही हो यहाँ के हो भालु चिप्लिने ठाउँ हो क्या खतरा खाट ढुङ्गा त यार ल यस्तो बाटो छ पिच बाटो पहिला हामी यता गएको थियौँ कि 2 घन्टा गाडी तर एउटा पानी चाहियो भने ठुलो यताबाट ए झर्ना यताबाट जान्छ अनि फेरि यताबाट आएको थियो अनि उताबाट शिवपुरी ठिक हामी यताबाट गएको थियौँ अनि हाम्रो आयो हामी यता गएको थियौँ यहाँबाट गएको एकछिन त भाइ फिटेर ऊ कुकुर बाघ के खुवाइछ कुकुरले ओ सेतै आइज घरमा पालेको राम्रो खालको कुकुर रहेछ क्या रमाइरहेको छ क्या यो तपाईँ भरे अनि बाघले चितुवाले आँखा बनाउला काला यसै बस्यो भने त होइन हिँड हिँड अझै पनि बडा मारेन रानी हो छ 41 सालमा अरे रानी रहेछ अझै पनि साथै यो मोबिल लगाइदिएको कलर यस्तो हेर्दा चाहिँ हेलेको बहुत बाठो रहेछ कुकुर मान्छे फेरि हिँडेको यहाँ तेरे हेलो हेलो ओहो तपाईँहरूको कहाँसम्म कहाँ आउनु भयो तपाईँ कहाँ जाने तिम्रो फर्किनु भएको यिनीहरू त अघि नै भेट भएको होइन र होइन उहाँहरू होइन ए उहाँहरू होइन तपाईहरु चाहिँ कहाँ जानु हामी हजुर एकदमै राम्रो अब फ्लाइट गयो हामी त उता देउराली हुँदै कता कता हुँदै बाघ 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 गयो त्यहाँ पुगेर माथि टुप्पोमा पनि पुगेर अनि त्यहाँ झर्नाहरू अनि सबै कुरो त्यहाँ राम्रो राम्रो खोलाहरू छ एकदमै त्यहाँको खोलाहरू एकदम राम्रो छ बाटो कस्तो छ एकदमै राम्रो एकदमै सजिलो हामीलाई सजिलो थियो के हो कहाँ हो कुकुर खै कता गयो अगाडि गएन र अगाडि दौडेछ क्या त्यो पनि डर पाउँछ नि अब पछाडि मान्छेको सपोर्ट पाएर पो अगाडि दौडेछ बौद्ध 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 कता गयो त्यो कुकुर घर गयो होला यहाँ
चिसो छ पानी पानी चिसो रहेछ ठिकै छ चिसो त्यस्तो साह्रो चिसो पनि छैन आयो अनि फर्किनु बिहान मर्निङ वाक गरेर प्रकाश के भयो चिया खाने ठाउँहरू हेरेको अलिकति परिवर्तन भएछ खाउँला होइन ठाउँहरू अलिकति परिवर्तन भएछ ए सोल्टी यार क्या यार भएन नि यार यो त अब ऱ्याक गर्नु भएन नि क्या हेलो आफ्नो फ्रेममा हामीलाई छ्याएर युवराज देख के हात उठाउनु पर्छ नि यार कम्प्लिट यार कम्प्लिट त के भयो नि आज दोस्त आमा खतरा प्रकाशको ए तल झरिएछ हामी है कता बस्ने हो लोकेसन हेरौँ है कहाँ हुन्छ त्यही 4:40 भयो है ए कार रुममा छ हजुर यो बाटोमा छ ए यो बाटो हो यो मन्दिर हो ए यो मन्दिर